हेलो गाइज, वेलकम ब्याक माई न्यू मिनी ब्लग। आज बिहानै उठेर मैले अनलाइन क्लासेस अटेन्ड गरेँ। अनलाइन क्लासेस अटेन्ड गरिसकेपछि 8 बजेको थियो अनलाइन क्लास सकेपछि, अनि खाना पनि तयार भइसकेको रहेछ। अनि खाना खाएर चाहिँ मैले गाउँतिर लागेँ, किनकि आज होली हो, सबैलाई ह्याप्पी होली। अनि त्यसपछि गएर हामीले चाहिँ होली खेल्नतिर लाग्यौँ। सुरुवात चाहिँ मैले नै गरेँ अनि हामीले धेरै होली खेल्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि एउटा बाबु पनि आएको थियो, सबैले पालै पिलो उसलाई टिको पनि लगाइदियौँ हामीले। अनि त्यसपछि उस्तै सबैले होली खेल्नतिर लागे। चाहिँ आज मेरो दिउँसो पनि अनलाइन क्लासेस थियो, त्यसैले म चाहिँ घरतिर लागेर अनलाइन क्लास अटेन्ड गरेँ। अनलाइन क्लासेस अटेन्ड गरिसकेपछि भोक लागेको थियो, त्यसपछि मैले नास्ता बनाएर नास्ता खाएँ। अनि आज चाहिँ मासु पनि ल्याएको रहेछ घरमा, त्यसैले मासुलाई मसलाहरू राखेर म्यारिनेट गरेँ। अनि छुट्टै चुगानीको लागि छुट्टै मासु पनि छुट्याइदिएँ अनि चुलोमा आगो बालेँ। आज चाहिँ मेरो बर्थडे पनि हो गाइस, त्यसैले घरमा माहौल चर्को नै थियो। त्यसपछि मसलाहरू तयार पारेर हामीले चाहिँ मासु खाना पकाउने आज मेरो काम थियो, त्यसैले मासु पकाउनतिर लागेँ। मासु पकाइसकेपछि सबै खानाहरू रेडी पारेर अनि खाएँ। द्याट्स फर टुडे, आजको लागि यति नै।